Good morning. Huh? खुसी भएको नि अमर प्रेम अमर प्रेम अमर प्रेम हिँड्नु नसके नि यो राम्रो भएछ पेनी यसको लुगा खोल्दैन पेनी हेर प्रियङ्का जा गो गो तेन्चोक आमा तेन्चोक आमा कहाँ गयो अफिस अफिस ढोस हो सा तेन्चोक लड्छ मुनि चढ्नु यहाँ मुनि खेल्नु ल यो रेड जाया ग्रीन तेन्चोक गो 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 दुध उम्लिन्छ है त्योभन्दा बेसी आउँदैन ताराको आँखामा ल्याएन दुईजना गिटार लिएर आएछ Sasa घिउ छ यसमा दे यो रे मा दे लुक्छ त्यहाँ घिउ सबै झर्दैछ हेर त तो कौन सा नीला खाला टी है में खाली चीज हम ना चुनते हैं तिमा तुझे नाक पर हम घिउ छ है तेन्चोको त झन् बेसी छ है खै तेन्चो निकाल त घिउ हेरौँ ला गेट नखोल्दे छिटो भएन त सरप्राइज अरे सरप्राइज भिड लामो कि टिफिन त्यहाँ लामो कि टिफिन को छिपे म अफिस की टिफिन की चौमिन साथ हेर्दा खान्छु छाउसित में मशरूम मशरूम नदेखि फ्राई छिने यही छिमो त उयो प्रेङ गाएन के माया अहिले हामी के बनाउने हो एडी बनाउन चाहिँ हामी एडी बनाउनु एडी हो कि एडी बनाउन आँटेको त्यो चाहिँ राम्रो सिङ्गे रहेछ हामी अन्त हाम्रो खाना त्यसैले रोक्दिनसँगले अनि एडीदेखि खान्छ सुने अनि त्यो होला सक्यो हो या त रोक्दिन्छु त्यही ठु एडीदेखि पेडीदेखि चिक्छु या त हुन्छ स्टार्ट छिकिदियोस् त्यो चाहिँ कुन चाहिँ के भन्छ लामो
नाम कस्तो अरे फेरि भन्छ कुन चाहिँ डिस अरे के कस्तो अरे एरी त्यो चाहिँ मैले सोच्दाखेरि त पास्ता जस्तो होला हो होइन किनभने प्याज टमाटर यो मात्रै हाल्यो भने त पास्ताको गन्तीमा आएन है त्यही हो अन्त छैन ठुलो योभन्दा ठुलो छैन है मेरोमा छैन त्यही हो के को छुट्टी भनेको त्यो त लेप्चाको दसैँ हो ए राम्रो छ है निङ्रो हो निङ्रो कस्तो राम्रो छ है कहिले जाने काँक्रा उयो रहेछ नि अपूर्व हुँदो रहेछ नि अब म चिन्दैन नि हौ भगवान् म चिन्दिनँ यो पनि बेलुका हो भन्छ नि स्याटरडे हो आफ्नो राख्दा स्याटरडे सन्डे त फ्राइडे स्याटरडे सन्डे यी अपूर्व हुँदैछ बाहिरको चाहिँ अलिकति त्यो थाङ्नाले यसो गर्नु भयो त आयो होइन पानीले भिजेर मैला भएको जुठो होइन जुठोबाट धुँदा म लगाउँछु नि सबै अगाडि फुल लगाउँदिनँ नि पछाडि लगाउँछु नि हो नेपालबाट पुरुष ल्याउँछु ल्याउनै बेला आगे फुटा ल अब त छैन नेपालबाट कसले पनि ल्याएको छैन मेरो बुढाले यसो ल्याउनै बेला दिल्लीबाट किनेको हो हो त बुढा आयो भने भयो गरे यस्तोहरू त के ल्याउनु यसो होइन यसो नै हालेको छिन के अरे भन न नाम के अरे एरी एरी मुखमा होइन एरी रे साथी शेर्पा है शेर्पाको डिस भन् हौ त यो शेर्पाको डिस अरे एरी हो यसको नाम चाहिँ यो दामी हुन्छ अब खानु पर्छ हामी चायाहरूको लागि अलग्गै निकालेको छ सादा कहाँ ओभनमा हालिस् पुगो दिन्छ ला लोग खाचा बोमेक्यो मे फके देखा छा बोरे देखा छा बोमेक्यो मे या त आज त्यसै दस र तिनजनासँग खाऊँ न है हो यहाँ त गन्छु छाया गोचुकी हिस्रा 아유, saya 고추기 뭐 신부 써도디 에리 에디다 미터 바라 있어. 말하다 만파래요. तर कस्तो खाएको कस्तो खाएको दाम है यम्मी टेस्टी मिठो भयो लसुनहरु बिना कस्तो टेस्टी भएछ हौ कहाँ खाऊ खाली प्याज र टमाटर मात्रै हो दामी है काँक्रा पनि दामी अघि बिहान पेनी भन्दै थियो ए काँक्रा त छिपेको पो रहेछ कहाँ छिप्यो मिठो रहेछ मिठो दाना कम दियो हागर हामी दियो हागर नानी त्यसले पितो हुन्छ दियो सास दिनै सा दियो हागर टेन्च यता आउनु खानु तिमीहरू खाँदैनौ होइन अहिले खाँदैन अरे न के खायो अघि मैले रोटी र घिउ लगायो हिँड्दै नि अन्त अहिले उयो भोक लाग्छ कि भनेर स्कुलबाट आएर खोर्सानी हाल्दैन त पिरो भएन तँलाई भयो ठिकै छ खोर्सानी चाहिँदैन है ठिकै छ मिठो भएछ म त ठुलो ठुलो बाक्लो हुन्छ होला राम्रो भयो त ठुल्ठुलो बनाएको है म त होइन योभन्दा पनि खास ठुलो हुन्छ खास चाहिँ ए हो म त सोच्छु नि ठुलो भएर ल्याएको के हो पाक्छ कि पाक्दैन जस्तो होइन लाग्छ नि राम्रो छ पिक्चरहरू बनाउनु सजिलो पिक्चरहरू त खानु क्या मजा आउँछ कस्तो कौडी भन्दा सजिलो यो
저런데 가는 우리 때 थुप्रो छ भने मात्रै हो यसरी बनाएको कस्तो टाइम लाग्छ टाइम पुरा लाग्छ हतारमा झन् नबनाए पनि हुन्छ मलाई पुरा मिठो भयो ल यो रेस्टुरेन्टै खानु मन पर्यो खालि म पुरा पाउँछ अरे भाउजूले भनेको मलाई फम्बी खानु मन पर्छ भने हामी अस्ति खायो त मलाई मिठो लाग्ने कहाँ खाइस् कालिम्पोङमा पहिला म बनाएको हुन्छ ल तँलाई दिन त्यो लाग्दो रहेछ नि के भन्छ आउँछ तिमीलाई फम्बी बनाउनु हाम्रोमा हुन्छ मिठो हुन्छ म त आठो बनाउँछु नि मलाई फेरि कालिम्पोङमा त्यति मिठो लागेन फर्स्ट देखेँ होइन मैले नयाँ डिस देखेँ होइन ट्राई गरौँ भनेको नाम के होला अफिसमा लगेको थियो कि तपाईँले के हो फम्पी के हो अरे खाएर सबैलाई मिठो लाग्यो अरे हो अब उयोको बनाउँछ म सुधालाई एक के पो मुन्डा ओडारो पिठोले बनाउँछ राम्रो बनाउँछ कहाँ सिक्छ जस्तो बलिदान आफ्नो बनाउँछ खलापी आएको छु त म म्या ठाउँमा सुगुर मासिङ खायोमा नै सु कसै यहाँ सुगुर आयो सिङ्गु सुगुर म्या अघिल्लोको नानीको बर्थडेमा मिठो थियो त फम्पी राखिङ थियो अघिल्लोको नानीको बर्थडेमा फम्बी कहाँ थियो के हो त्यो अन्त फम्पी होइन मान्छे कहाँ थियो मैले मगाइ खाइन तैँले लिएर आएको त लाफिङ लाफिङ हो त्यो त्यही त फम्पी त होला होइन फम्बी लाफिङमा भन्दैन सर कालिम्पोङमा लाफिङ भने चाहिँ खास रोटी जस्तै हुन्छ कि फम्पी भनेको डल्लो जेली हुन्छ नि त्यही हो फम्पी जेली हो त्यो पनि जेली टाइपको रहेछ त्यो पनि त्यो चाहिँ लाफिङ रहेछ होइन कालिम्पोङमा मैले फम्बी खाएको चाहिँ अर्को त्यो तँलाई तैँले बनाएको त्यहाँ बनाएको सादीको जस्तै बनाएको होइन कालिम्पोङमा चाहिँ तँलाई झोलमा दिन्छ अघिल्लोले खाएको चाहिँ त्यो लाफिङ त लालबजारमा पनि पाउँछ हाम्रो यहाँ लाफिङ भन्छ होइन फम्पी चाहिँ कालिम्पोङमा भन्छ त्यही सेम हो लाफिङ चाहिँ होइन हौ है सेम चाहिँ होइन होला जस्तो लाग्यो टेस्ट अर्को हो त्यो लाफिङ र क्वालिटी चाहिँ सेम हो बनाउने चाहिँ कि फम्पी पनि कालिम्पोङमा चाहिँ यस्तो हुन्छ यहाँ चाहिँ अरहरको पिठोले बनाउँछ कि कालिम्पोङमा चाहिँ फिङ बनाएको जुन चाहिँ पानी हुन्छ नि पानीको जेलले बनाउँछ होइन त्यतिमै त्यो फिङ पनि उयसको के अरे मटरको पिठोले कि के अरे बनाउँछ लाफिङ होइन लाफिङ कालिम्पोङमा लाफिङ भनेको जुन चाहिँ रोटीमा हालेर खान्छ नि हामीले न्युटेला हालेको त्यसलाई लाफिङ भन्छ खास हो जुन चाहिँ खानेलाई चाहिँ फम्पी नै भन्छ खास हामीले भन्नु नजानेको क्या मिठो भयो हालेर हजुर अघि चाउमिन अब यो त तर हेल्दी हो नि त है चाउमिन त अब यो त आँटाको पिना फोन गरेन त हामीले पेनी लिएर हजुर साह्रै मेसो नि यसले गर्छ नि त कि 2,000 years later. उसले बनाएको यो पनि उसले अलिभ होइन फ्राई डिप फ्राई के भयो त अब साई यही सिम्पु दुई खान लाग्यो म सके त मैं अम्बो के सिम्पु छ दुसा tentrore this pasta do dugi ne kalagre chumbu chini me chodi chumbu chini to chumbu do chikcha de me soja do gala chumbu do chikcha de me ya ko pesodo ani ta tentrore taringa chira ani thanda peni bani sagaligi sa peni le ra ma ta pu desha sa desha mama meeting do go sa me meeting ani meeting sa ro sa mo le ma re thanda अनि म पुगो दिएर यो भेजोक्रा अनि त्यसरी म लिगिरे म यहाँ दिइसक्यो सबै र अनि सानो हुन्छ त्यस कप्सी अनि डुगीहरू त्यही छु बत्तीको बिल है आमा बत्तीको बिल उठाउने मान्छे त दामी रहेछ त अनि छिटो भएन त उयो बाहिर मुनिबाट हेर्नु बिची रहेछ माथि आइकन के भएको होला जानु आँटेको 먼저 릴스에 봐. 저거 돌로 찐치네. 고저도 내 랑 약부신리에 오피스런데가. 아니 나 나라 대대가 소리치는 왜 저거 티셔츠 개 봐. 그든지 개네. से कमी नहीं क्या हुआ ना जाने क्यों
यसो कम्प्लेन होइन त्यो प्याकेटको दुध रहेछ नि यो गाईको दुध सकेछ यस्तो दुध पाएन कहाँ दुध सक्यो अरे कहाँ बजार गएको हामी बजार जाने हो त्यसै एक किलोमिटर घुमिकन आमा कुकिङ फुकिङ फेरि कहाँ खानु पर्यो लु सबैजना त छाङमा ढुक्यो यहीँ सर हाल्यो कि बाइक सबै बाइक गर्छ ल ल ल बाइक ल त पेनी त कुनसँग ढोएर दो र अनि त जाया त नछु नि र कहिले खास ओए लुगा खाइदियो स्कुल ड्रेस के गर्नु हुन्छ भन्नु त यो हल्का हुन्छु नि ल बाई एक्लै बस्ने एक्लै कहाँ हो म छु त हौ ठुलो गमलामा सार्यो अँ। कि पुरा बच्चा आइसक्यो ल ल ल ल बिस्तारै जाइ लाउँछु दैलो ठेली राख ल